हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन दिस इज मिस बिना सुनवार हजुरहरूको प्यारी अनि हजुर पनि सन्चै हुनुहुन्छ र म नि सन्चै छु म हजुरहरूसँग आउन सकेको छुइनँ धेरै टाइम हराइरहेको छु होइन अनि चाहिँ आज चाहिँ म किन भिडियो स्टार्ट गर्दैछु भन्दाखेरि चाहिँ यहाँ रहेको छ के हो यहाँ कस्तो उल्टो देख्दो रहेछ त यहाँ रहेको छ राकुटेन मोबाइल यहाँ चाहिँ के छ त कसले ल्याइदिएको त मलाई यो कसले दिएको त ओ माई गॉड यो के हो हजुरहरूले थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नु भएको छ होइन अनि यहाँ चाहिँ रहेको छ आइफोन 17 प्रो म्याक्स अनि मलाई चाहिँ बुढाले सरप्राइज दिनुभएको होइन अनि उहाँले भिडियो स्टार्ट गर्नुभएको रहेछ भिडियो बनाउनु भएको रहेछ होइन भ्लग बनाउनु भएको रहेछ त्यो भ्लग चाहिँ म पछाडि राखिदिन्छु मेरो बुढालाई धेरै धेरै धन्यवाद मैले धेरै वर्षपछि कहिले यस्तो सरप्राइज चाहिँ मैले कहिल्यै पाएको थिइनँ कि जन्मेर पनि यत्रो भइसक्यो कहिले नै पाएको थिइनँ यस्तो सरप्राइज चाहिँ अनि मलाई बुढाले बिहे गरेको नि 5 वर्ष भइसक्यो होइन पर्सि फागुनमा 5 वर्ष हुन्छ अनि अहिले चाहिँ त्यो 5 वर्ष भइसक्यो अहिलेसम्म के एउटा गिफ्ट भनेको त अब होइन अरू त अब कपडाहरू त त्यति किन्नु अगाडि किनिदिनु भएको हुन्छ यस्तो सरप्राइजहरू त्यस्तो गिफ्ट चाहिँ कहिले केही पनि दिनुभएको थिएन क्या भ्यालेन्टाइन डे नि नाजुवान सुरुमा चाहिँ जापान आउँदा नि पहिला जापान आउँदा नि केही दिनु भने क्या भ्यालेन्टाइन डेमा केही पनि दिनु भएन चक्लेटहरू केही दिनु भएन यसपालि पनि केही दिनु भएन बर्थडेमा पनि केही दिनु भएन ह्याप्पी बर्थडे समेत मात्र नभनेको मेरो बुढाले अनि आज चाहिँ मलाई आइफोन गिफ्ट ल्याइदिनु भएको रहेछ साथीहरू अनि मैले अघि नै खोलेर चाहिँ हेरिसकेँ होइन मैले उहाँले बनाउनु भएको छ भिडियो चाहिँ उहाँले हेरिसकेँ खोलेर चाहिँ अनि यो चाहिँ अहिले म मेरो युट्युबमा हाल्नलाई चाहिँ मैले स्टार्ट गरेको साथीहरू भिडियो यहाँ रहेको छ आइफोन 17 प्रो म्याक्स ओ माई गॉड यो चाहिँ मेरो थम्बनेलको लागि खिचेको साथीहरू थम्बनेलमा राख्नलाई हो ल साथीहरू यति नै हो भन्छु उहाँको भिडियो उहाँले बनाएको भिडियो चाहिँ म पछाडि राखिदिन्छु साथीहरू हेरेर धेरैभन्दा धेरै माया साथ सपोर्ट दिनु होला बुढालाई पनि मलाई पनि उहाँको चाहिँ सुनर विष्णु रहेको छ युट्युब च्यानल अनि सबैले हेरेर माया गरिदिनु होला साथीहरू हामी सानो युजर बढे ठुल्ठुलो हुँदै जाने हो होइन त्यही भएर सपोर्ट गरिदिनु होला साथीहरू आजलाई चाहिँ म यहीँ रोक्न चाहन्छु बाई बाई साथीहरू अघिको आइफोन हो नि चाहिँ म फेरि धेरै दिनपछि अब भिडियोमा बनाउन गइरहेको छु है हिजो यसो मोबाइल किन्न गएको थियो आज चाहिँ बुढीलाई यसो सरप्राइज प्राङ्क गर भनेर चाहिँ भिडियो बनाइरहेको छु यसो हेरिदिनु होला साथीहरू है बुढीको रियाक्ट कस्तो हुने रहेछ अब यसो बुढीलाई प्राङ्क गर्नु पऱ्यो नि त यहाँ मैले चाहिँ अब बुढीको अस्ति बर्थडे पनि केही दिएन अनि अस्ति रोज डेहरू पनि केही दिएन अनि बुढी अलिक रिसाएर बसिरहेको छ एउटा बुढीलाई प्राङ्क गर्नको लागि चाहिँ गइरहेको छौँ कस्तो हुन्छ बुढीको रियाक्ट हेर्न साथीहरू प्रो ल्याएर आएको छु जब बुढीलाई थाहा छैन चाहिँ बुढीलाई यो 70 प्रोको चाहिँ भित्र चाहिँ अर्को मोबाइल हालेर बाहिर चाहिँ उसमा हात दिने विचार गरिरहेको छु बुढीको रियाक्ट कस्तो हुन्छ है साथीहरू यो भित्र चाहिँ म यो मोबाइल चाहिँ गोजीमा हालेर मेरो पुरानै मोबाइल चाहिँ हालेर पुरानै मोबाइल चाहिँ गोलभित्र हालेर दिँदैछु कस्तो आउँदैछ बढीको रियाक्ट त्यसमा हालेर चोलाभित्र चाहिँ हाल्नुभयो अर्को नयाँ मोबाइल चाहिँ मैले त गोजीतिर हालेछु के भन्दो रहेछ बुढीलाई यसो सरप्राइज दिनु रहेछ प्राङ्क गर्न गइरहेको छु आज नभए मोबाइल चाहिँ मैले गोजीमा हालेँ साथीहरू के आउँछ बुढीको रियाक्ट बुढी चाहिँ उता सुतिरहेको छ मैले त अर्कै कोठामा यस्तो बुढीलाई प्राङ्क गर्न गइरहेको छु अर्को कोठातिर लगिरहेको छु अनि चाहिँ प्राङ्क गर्ने मोबाइल पुगेर हिँडेको छु के भन्नु उता जाँदैछ कस्तो आउँदैछ नेक्स्ट बुढी हेलो बुढी के छ खबर एउटा गिफ्ट ल्याइदिएको छु आँखा छिमे गर त सुन्नु न तपाईँले गिफ्ट लिएको अहिलेसम्म छ के गिफ्ट होला गेस गर त ल कस्तो के गिफ्ट तपाईँले गिफ्ट लिएको छ भने त म त हो रहेछ भन्थेँ तपाईँले कहिलेसम्म गिफ्ट लिएको छैन मलाई
आँखा चिम्म गरेर ल हेरौँ हावा नगफ्नु हो त्यो के हालिदिनु होला हो के हालिदिनु भने होला यी भान्जाको कट्टु कस्तो लाएर यता न मान्छेले देख्छ कि माले भिडियो बनाएको रहेछ आँखा चिम्म गरेर ल हावा गफ होला सरप्राइज दिनेवाला छन् चिम्म गर न त्यहाँ ढाँटेको छ त पड्काउँछु म त चिम्म गर त बढी ल ल त्यो के दिएको छ त बिर्से म त मान्दैन नि फेरि हेरौँ आँखा गर्नुहोस् ल या लुगा चाहिँ होला सायद लुगा हेरौँ केरा पुतिन मोबाइल पो छ त ओ माई गॉड आइफोन कभर मात्र होला खोलेर हेर्नु है त किन आइफोन प्रो हो 70 प्रो आइफोन प्रो भनेको यस्तो नै हुन्छ यही हो यस्तो नै हुन्छ जाम्नु त्यस्तो त ढाँट्दो छ फेरि यस्तो यस्तो चाहिँ आउँछ क्या यो आइफोन 70 प्रो हो यस्तो फुटेको चाहिँ त्यस्तो हावा गफ नआउने पर्छ मलाई यो फेरि चार्जर पनि छ यस्तो नयाँ यो ढाँटेको छ क्या होइन त्यही हो हुन्छ आइफोन 70 हो क्या त्यो अहिले आएको नआएको हो फुटेको चाहिँ कस्तो हुन्छ यो फुटेको मोबाइल हुन्छ कहाँ छ फुटेको खै यहाँ हेर्नु यस्तो फुटेको आइफोन कहाँ लेखेको छ 70 प्रो तपाईँको मोबाइल रहेछ मैले त नखोली ल्याएको त्यस्तै मान्छेले त्यति जिस्काउँदो रहेछ गर ल ल कुन हो आइफोन 70 प्रो हो कि ऊ मात्र हो पनि त पुरानो मोबाइल हो यो त नयाँ सक्कली नै रहेछ किन हालेको त्यो अर्काको सिधै दिनु नि कभर जस्तो मात्रै छ कभरमा त त्यो बुझ्नु त ओ माई गॉड कुन हो भन्नु त हेर न आफै हेर मैले के भन्नु म चाहिँ कसरी बुझ्नु त जापानिज अक्षर लेखेको छ नयाँ मोबाइल हो कि पुरानो मोबाइल भन्दा यो भन्दा यो नयाँ हो कि पुरानो मोबाइल हो भन्नु त नयाँ रहेछ है यो माइजूलाई त कामै छैन है पुरानो मोबाइल हुन्छ सम्झाइदिनु त माइजूलाई माइजूको दिमाग छैन भन्नु ओ माई गॉड साच्चै हो विष्णु म सपना सिक्पी बनाउँछु त पिपना हो कि सपनामा खै कुन हो भन्नु न यो सपना हो कि पिपना भन्छ कहाँ हेर्ने हो कुन हो भन्नु त भन्छ नयाँ हो कि पुरानो मोबाइल नयाँ हो माइजूको दिमागै रहन्छ है त्यो चाहिँ किन दिएको त नि तपाईँको चाहिँ है साथी मेरो बुढीको चाहिँ अब रियाक्ट यस्तो छ हेर्नुहोस् अब सक्यो भिडियो आजलाई है भन न के सक्यो फाइनली बुढीलाई मोबाइल दिएँ है बुढी हेर्दैछ अब नयाँ हो कि पुरानो छुटाउन सकी छैन नयाँ त नयाँ रहेछ कि कुन हो भन्नु कि हेर त्यहाँ होला नि त आइफोन 70 मात्र हो कि प्रो हो कि म्याक्स हो 70 प्रो म्याक्स हो यो प्रो म्याक्स हो ल हेर है आरिगातो गोजाइमास दान्दा-सान धेरै धेरै धन्यवाद साथीहरु चाहिँ भिडियो अब आज यही इन्ड गरे है ओ माय गॉड खै एकछिन एकछिन उ गरौँ न रियाक्ट गरौँ न कस्तो छ कलर पनि पर्यो त मन पर्यो अहिले चलेको क्या मैले अरू चाहिँ देखेको थिएँ तर मैले तपाईँ दिन्छ भनेर सोचेको पनि थिइनँ क्या बिस्नु यार यस्तो एक्सपेक्ट गरेको थिएन यहाँ होइन क्या होइन साथीहरू म के भन्न चाहन्छु भने होइन बिहे गरेको कति 5 वर्ष भयो अब एनिभर्सरी आउँदैछ होइन 5 वर्ष भयो अहिलेसम्म एकछिन दिन त एकछिन पछि खोज्नु त त्यसले लगो बुढी के छ रियाक्ट होइन साथीहरू अहिले भान्जाले नगर्नु न यो चाहिँ उसको हो क्या भान्जा चाहिँ अहिले मेरो मोबाइल लगेर गयो क्या भागो अनि त्यही भएर भिडियो कट भयो होइन त्यसको गर्नु 5 वर्ष भयो क्या अहिलेसम्म बिहे गरेको उसले चाहिँ अहिलेसम्म यस्तो सरप्राइज गिफ्ट चाहिँ केही पनि दिएको थिएन यो चाहिँ ठुलो सरप्राइज गिफ्ट थियो धेरै धेरै धन्यवाद 500 को भयो त भन्नु पर्दाखेरि हाम्रो बुढालाई चाहिँ बोल्न आउँदैन क्या सानो सुरु बोल्छ त्यस्तो बोल्छ 500 को लागि धेरै ठुलो भन्छ 500 मा आउँछ यस्तो हजुर भन्छ धेरै धेरै धन्यवाद बुढा यो चाहिँ बुढाले बनाउनु भयो तपाईँले स्टार्ट गरेको भिडियो बुढाले स्टार्ट गर्नुभएको रहेछ धेरै धेरै धन्यवाद मैले चाहिँ आइफोन 70 प्रो म्याक्स पाएँ फाइनली साथीहरू मैले ऊ पनि गरेको थिइनँ अनुमान पनि गरेको थिइनँ मैले सोचेको पनि थिइनँ अलिकति सोचेको थिइनँ ल अर्को पनि दिएको भान्जाले यो चाहिँ मेरो भान्जा हो हजुरहरूले थाहा भइसकेको छ मैले त कहिले सोचेको पनि थिइनँ क्या ओ माई गड यस्तो फोन आउँछ भनेर चाहिँ मैले एक्सपेक्टेसनै राखेको थिइनँ फाइनली बुढाले दिनुभयो किनभने मैले चाहिँ मलाई चाहिँ के भन्नुहुन्छ भने भिडियो बना भन्नुहुन्छ क्या बुढाले अनि स्टोरेज फुल हुन्छ लास्ट सेट फुल भएको छ क्या मेरो चाहिँ अनि त्यही भएर चाहिँ मैले भिडियो बनाएको थिइनँ हेर मलाई भान्जाले जिस्काएको ल तिमीले ओ माई गॉड भान्जाले पनि दिएको हजुर ए
साथीहरू मेरो चाहिँ मम्मीले फोन गर्नुभएको रहेछ कि मैले चाहिँ बुढाको भिडियोलाई कन्टिन्यू गरिदिन्छु, किन पनि गरिदिन्छु, बुढा चाहिँ तल जानुभयो मान्छे आउनुभयो भनेर। अनि के अरे हाम्रो चाहिँ मम्मीले फोन गर्नुभएको रहेछ क्या, मैले त्यो भिडियो गर्दा गर्दै अनि चाहिँ त्यस्तै हो। अनि बुढाको सरप्राइज चाहिँ राम्रै लाग्यो। बुढाको युट्युब फ्यामिलीहरूले पनि माया गरिदिनु होला, उयो भिडियो चाहिँ बुढा गर्ने आउँछ होइन। अनि म चाहिँ मेरोमा पनि हाल्छु, मेरोमा पनि स्टार्ट गरेर हाल्छु म चाहिँ सुरुमा स्टार्ट गरेर। अनि उहाँले चाहिँ उता किन्न गएको पनि भिडियो अलिअलि बनाउनु भएको रहेछ क्या, त्यो भिडियो पनि म लास्टमा राखिदिन्छु हस्। अनि भन्दै मेरो बुढालाई माया गर्नु होला, सपोर्ट गर्नु होला, मलाई पनि त्यस्तै गर्नु होला। म पनि मेरो भिडियो नै म भन्छु, मेरो च्यानल चाहिँ सुविना सुनुवार भएको छ साथीहरू। मेरो बुढाको युट्युब फ्यामिलीहरूले गरेर सब्सक्राइब गरिदिनु होइन। अनि त्यति नै भन्न चाहन्छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो बुढालाई चाहिँ। म चाहिँ बुढाको भिडियो बनाइरहेको छु यो चाहिँ, अनि जर्काउँछ अनि उसले किने चाहिँ म पछि राख्छु साथीहरू। बाई बाई, टेक केयर। बुढीले सरप्राइज दिनु भनेर मोबाइल बस्नु आएको छु。もし何かこちらからお伝えしたいことがあったときに、またご連絡